तपाईहरुले त मान्छे मार्दिनु भयो हैन तपाई त हाम्रो घरले खाएको मान्छे हैन क्षति देख्यो अनि सादा पोसाकमा प्रहरीले त्यहाँबाट अश्रु ग्यास हान्दाखेरि मान्छे घाइते भएको क्षति देखिएन कम्बोडियामा त्यत्रो पैसा लगानी लगाएको क्षति देखिएन हैन राष्ट्रिय भाउजू त्यो जयवीर सिंहले त्यत्रो अरबौंको भ्रष्टाचार गरिएको देखिएन कुन क्षतिको कुरा गर्दै हुनुहुन्छ तपाई भौतिक क्षतिको कुरा नगर्नुस् यहाँ भावनात्मक क्षतिको चाहिँ कसले हिसाब किताब गर्छ यो राष्ट्र शेरबहादुर देउवा केपी ओली र पूर्व आतंकवादीको नाइके प्रचण्ड जस्ता खातेहरूले बर्बाद पारेको देश हैन यो तपाईलाई जतिखेर मन लाग्छ त्यतिखेर अश्रु ग्यास चलाउने जतिखेर मन लाग्छ त्यतिखेर गोली चलाउने यो देश जनताको हो कि यो खातेहरूको देश हो यो घरमा ढुङ्गा मात्रै हाल्नु बहुत गलत गरेछन् हाम्रो राष्ट्रवादीहरूले आगो लगाएर जलाइदिनु पर्थ्यो त्यसकारण म समस्त आम नागरिकहरूलाई म आह्वान गर्न चाहन्छु प्रतिकार गरौं संयमताका साथ हामी अगाडि बढ्छौं जबसम्म यो गणतन्त्रको घोषणा हुँदैन तबसम्म हामी लडिरहन्छौं यो फुट र बुलेटमा जुन गुण्डागर्दी गरिरहेछन् यी गुण्डाहरूको प्रतिकार गर्न हामी एकदम सामर्थ्य छौं सक्षम छौं जय राष्ट्रवाद जय देश जय नरेश नभएदेखि स्वतन्त्र मधेस आफ्नो देश भन्न हामी पछाडि पर्दैनौं यी सारा सबैले बुझिसक्यो होला कतिहाल्छौ होला यी दलालहरूको प्रतिकार गर्न हामी एकदम तयार छौं तपाईहरु पत्रकार मित्रहरु यो कुरालाई मनन गर्नु होला यी भ्रष्ट दलालहरूले के गरेका छन् त्यो सबै रेकर्ड हामीसँग छ सूक्ष्म अध्ययन हामीले गरेका छौं 15 वर्षमा यिनीहरूले के गरेका छन् कुन काण्डहरू छन् ती सबै काण्डका लेखाजोखा आम नेपाली जनताले गरिसकेको अवस्था छ त्यसकारण यो बुट र बुलेटका प्रतिधारी गुण्डाहरूको हामीले सबैको घरमा यसै गरी आगो लाग्नेछ जबसम्म देशमा राजनीति हुँदैन तबसम्म यी देशको नेताहरूको घरमा यसै गरी आगो लाग्नेछ है देशको चाबी दिल्ली दरबार युरोपियन दरबार पुगिसकेको छ हाम्रो सुरक्षाकर्मीले अघि गोली कसको आदेशमा हाल्नुभयो कुन व्यक्ति हजुर यो प्रतिधारी गुण्डाहरूले त्यहाँ माथि चढेर अश्रु ग्यास किन हाले तपाईले प्रश्न सोध्नुभयो पूर्वाग्रही पत्रकारहरू आरएसएस राष्ट्रिय समाचार समितिले के गरिरहेछ अहिले सादा पोसाकमा आम जनता आम नागरिकको घरमा सादा पोसाकमा अश्रु ग्यास र गुण्डा ढुङ्गा फालिरहेछन् गुण्डागर्दी शैलीमा त्यो प्रचण्डे आतंकवादी पूर्व आतंकवादी जंगली शैली यदि अपनाउँछ भने हामी पनि त्यसको प्रतिकार गर्न तयार छौं हामीले छोड्नेवाला छैनौं म कुनै जिम्मा लिनेवाला छैन यो जिम्मा केपी ओली जस्तो नपुंसक पाखण्डीले लिनुपर्छ हामीले किन लिने होला र डिफेन्स गरेको हो हामीले प्रतिकार गरेको हो हामीले डिफेन्स गरेको हो यो वर्दीधारी गुण्डाहरू यो प्रहरीहरूले यसको जिम्मा लिनुपर्छ यसको जिम्मा प्रचण्ड पूर्व आतंकवादीले लिनुपर्छ यसको जिम्मा नपुंसक महाकाली बेच्ने केपी ओलीले लिनुपर्छ सक्यो आन्दोलन तपाईहरुको आन्दोलन सकिया छैन हामीले जिम्मा लिने भनेको 2072 को अवैध दस्तावेज खारेजी गरेर 2047 को संविधान पुनर्स्थापना गर्ने जिम्मा हामी लिन्छौं म डाक्टर राजीव झा देशको प्रतिनिधित्व गरेर तपाईले यसरी राजा ल्याउनु भयो त्यसपछि चाहेको जस्तो विकास भएन भने के हुन्छ यसरी नै कुन चाहिँ विकासको कुरा तपाई गर्दै हुनुहुन्छ सादा पोसाकमा आम नेपाली जनताको घरमा छिरेर अश्रु ग्यास र ढुङ्गा हाल्ने त्यसको जिम्मा हामीले लिदिनु पर्ने राजा हटाउने त हामी नै थियौ नि यसरी आएर तपाई हुनुहुन्छ म कहिले पनि छैन म छैन पनि र भोलि पनि हुने छैन राजा भनेको व्यक्ति हैन संस्था हो 2047 को संविधान भनेको राजा र प्रजा राष्ट्रिय मेलमिलापको संस्था स्थापित गरिने एउटा दस्तावेज हो 2072 को अवैध दस्तावेज भनेको सिंगो मधेसी समुदायलाई बाइकट गरेर आदिवासी जनजाति मधेसी थारू महिला सबैलाई उपेक्षा गरेर बन्दुकको दबाव र विदेशीको प्रभावमा लादिएको त्यो एउटा व्यवस्था हामीले कहिले पनि स्वीकार गर्दैनौं यदि यो वर्दीधारी गुण्डाहरूले
केपी ओली प्रचण्ड र शेरबहादुर देउवाको इशारामा औंला थिच्न जाने छ भने भोलि मधेसी समुदायले बम पड्कायो भने त्यसको जिम्मेवारी यो पाखण्डी नपुंसक केपी ओली पूर्व आतंकवादीको जमात प्रचण्ड र यो बोल्दाखेरि पनि केही नबुझिने यो गणतन्त्रको मतियार शेरबहादुर देउवाले लिनुपर्ने हुन्छ। म राजावादी हिजो पनि थिएन, आज पनि छैन, भोलि पनि हुने छैन। म राष्ट्रवादी हो। नेपालको माटोलाई अहिले नेपालको माटोलाई राजा आवश्यक भएको हुनाले मैले राजालाई समर्थन। यदि राजावादी हुनुहुन्थेन भने त दल चलाउने जुन टाउकेहरू छन् तिनीहरूलाई हटाउने हुन्थ्यो होला नि त। सोध्थ्यो राजा मात्र ल्याउने हुन्थ्यो र कुन चाहिँ दलको कुरा गर्दै हुनुहुन्छ? नेपाली कांग्रेस जुन भारतमा आएको दल हो, जुन तपाईँ हामीले ल्याएकै। म भन्दैछु तपाईँले ल्याएको होला, मैले ल्याएको जबकि कुनै ठाउँमा हारेको बात अफ नेपालले फेरि प्रधानमन्त्री हुन सक्छ। कुन दलको कुरा गर्दै हुनुहुन्छ? कुन चुनावको कुरा गर्दै हुनुहुन्छ तपाईँहरूले? जमानत जफत भएको दिनानाथ शर्मा गृहमन्त्री हुन्छ। कुन दलको कुरा गर्दै हुनुहुन्छ? चुनावबाट केही पनि हुनेवाला छैन। राजा आएपछि त्यस्तो हुँदैन हो, हुँदैन। राजा कार्यकारी आउने कि सेरेमोनियल आउने यो सबै नेपाली जनताको निर्णयले राजाले शासन नागरिक वार देखियो क्या सर? पूर्व आतंकवादी र छापा काण्ड मचाउने पाखण्डी त्यसपछि कालो कांग्रेसहरूले निम्त्याएको नौटङ्की मात्रै हो। कुन चाहिँ वार तपाईँ हेर्नुहुन्छ? उनीहरूलाई मात्र औँला फुट्न आउँछ, उनीहरूलाई मात्र बम फकाउन आउँछ। सानै आवाजमा कुरा गरौँ। भिड तपाईँहरूको जति छ उता पनि त्यति नै होला, थोरै कम घट जताततै होला। किन भन्दा मूल मुद्दा हरेक मान्छेलाई अहिले सुशासन चाहिएको छ, समृद्धि विकास निर्माण चाहिएको छ। तर तपाईँहरूलाई परिवर्तनै गर्नु छ भने दल खोलेर आएर गर्नुहोस् न। सडकमा रटाको किन मचाउनुहुन्छ? शान्त बसिरहेको मान्छेलाई यसरी अशान्त गराउने, यत्रो दुःख दिने। एकदम 17,000 मारेर चाहिँ भन्ने 17,000को मारिएको विषय स्वीकार छ। त्यो मार्ने व्यक्तिले पनि स्वीकारेका छन् कति हजारको जिम्मा लिन्छु भनेर। तपाईँहरूले पनि त कमसे कम दलमा कसले चुनाव जित्छ हजुरलाई थाहा छ? होइन, सुन्नु न, चुनाव जितेर हार्ने त यो शासकीय पद्धति चेन्ज गर्न सक्यो, निर्वाचन प्रणाली परिवर्तन गर्न सक्यो। जितेर तपाईहरू सबैलाई म हात जोडेर विनम्रतापूर्वक के भन्न चाहन्छु भने तपाईँको प्रश्नका निमित्त म हार्दिक आभार प्रकट गर्न चाहन्छु। है, हामी दल खोलेरै आएका हौं। हाम्रो भनेको नागरिक दल हो। जनताले पत्याएनन्। कुन चाहिँ जनताले पत्याएनन्? आज लाखौंको भिड जनता होइन। चुनावको कुरा गर्ने हो भने वामदेव गौतम जितेर आएको हो। कार्चेन लामा मूर्ति चोरको आरोपमा 2 वर्ष जेलमा गएको मान्छे मन्त्री बनाइयो। त्यो के राष्ट्रिय प्रजातन्त्र पार्टीमा समानुपातिक सांसद छैनन्? त्यो गणतन्त्रको समस्या हो। गणतन्त्रले निम्त्याएका व्यक्तिहरूमा हामी केही बोल्न चाहदैनौं। हामी कुनै पार्टीका व्यक्ति पनि होइन। आजसम्म म डाक्टर राजीव झाले कुनै पार्टीको सदस्यता लिएको पनि छैन। ज्योतिषलाई सोध्नु होला। गणतन्त्रको अन्त्य भएको घोषणा आज नेपाली जनताले घोषणा गरिसकेका छ। जति दिन जनताले यो नौटङ्की जुन यो भर हेर्दै हुनुहुन्छ, जति दिन यी वर्दीवाला गुण्डाहरूले जति दिन त्यहाँबाट ढुङ्गा हान्छन्, जति दिन हामीसँग संयमता अप्नाउन सक्छौं, त्यति दिन मात्रै हो। त्यसपछि राजा हुनुहुन्छ। राज संस्थाको त घोषणा भइसक्यो। आधिकारिक रूपमा पुष्टि हुन मात्रै बाँकी हो। भनेको नेपाल सरकारलाई श्री 5 को सरकारले ल्याउनु मात्रै। कुन चाहिँ नेपाल सरकारलाई श्री 5 को सरकारले नेपालको सरकार कुन चाहिँ नेपाल सरकार भन्नुभयो भने यही तपाईँको उसमा कार्यक्रम हुँदै गर्दा राजा आऊ देशमा छौ भन्नेले सयौं थुङ्गा फुलका हामी राष्ट्रिय गान गाएको होइन। त्यो गाए होला नि कसैले? तपाईँहरूले होइन, तपाईँले गाउनु भएको छैन। म गाउँदिनँ। म श्रीमान गम्भीर नेपाली प्रजातन्त्री भनेर गाउने मान्छे हो। यी वर्दीवाला गुण्डाहरूको दादागिरी हामीले मान्ने भने त्यतिसम्म मात्रै हो। श्रीमान गम्भीर आउँछ।
तपाईहरू पत्रकारहरू सम्पूर्ण पत्रकारहरूलाई म हात जोडेर विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने आम नेपाली नागरिकको घरमा सादा पोसाकमा प्रहरी परिचालन गरेर आफ्नो हेरेर ढुङ्गा हान्ने दर्शक महानुभावहरू तपाईँ देख्न सक्नुहुन्छ यो यति बेलाको तनावग्रस्त हेर्नुहोस् यो घरमा आग लागि भएको छ तपाईँ देख्न सक्नुहुन्छ यो प्रहरीले भर्खरै मात्र आगो निभाएको छ यहाँ मान्छे पनि छ भित्र भन्ने खबर हामीले सुनेका थियौँ दर्शक महानुभावहरू यो स्थिति एकदम भयावह छ मान्छेका हो तारे छोड्छ के गर्नु पहिला छ भने हो पछि छैन भने पहिला मानवीय क्षति बाटोमा अवरोध छ दमकल आएपछि आगो पूर्ण रूपमा माथि कोही नजाने एकदम राम्ररी हेर्नु लगेको जान्छ हुन्छ यहाँ कोही पनि मानवीय क्षति नभएको नेपाल प्रहरी ठुलो क्षति हुन सक्छ दमकल आउँदैछ क्या त्यो एकछिन बसिरहेको अनि हामी यहाँ माथि जान्छौँ कोही आगो छैन हेरेर क्लियर भएपछि अनि बल्ल साँचो लाउनु है